कोरिया त जसरी नै जाने हो। कोरियन ल्याङ्ग्वेजको बेसिकदेखि एडभान्स 0 लेभलदेखिबाट जिनियससम्मको हाम्रो सिरिज पार्ट 2 हिजो चाहिँ हामीले बेसिक भोवेल साउन्ड्स पढिसकेका छौँ। यदि तपाईँले हेर्नु भएको छैन भने पार्ट 1 भिडियो गएर हेरेर मात्र पार्ट 2 भिडियो हेर्नु होला। र यदि यो भिडियो हेरेर अर्को भिडियो हेर्छु भन्न नि सक्नुहुनेछ। ढिला नगरिकन आज चाहिँ हामी सिंगल हिजो पढ्यौँ भने आज चाहिँ हामीले मिक्स भोवेल साउन्ड पढ्नेछौँ। एकैचोटि सर सिक्नुहुनेछ है। कलम र कपी चाहिँ जहिले पनि मैले पढाएको बेलामा चाहिँ तपाईँहरूले लिएर अगाडि सँगै राख्नु होला। स्टार्ट। मिक्स भोवेल साउन्ड्स। यो भनेको चाहिँ मिश्रित स्वर वर्ण। स्वर वर्ण मिश्रित स्वर वर्ण हुनको लागि के चाहिन्छ भन्दाखेरि हिजो हामीले सिंगल पढ्यौं नि, यो आ, या, अ, य, ओ, यो, उ, यु, उ, इ हो। यसैलाई नै मिलाएर मिक्स बनाउँछौँ के है। अब यो आ छ प्लस इ जोडिदिन्छौँ। यो के हो? आ हो। यो के हो त? इ। यो आ र इ लाई जोडेर हामीले ए भन्ने छुट्टै खालको भोवेल साउन्ड निकाल्नेछौँ, जुन चाहिँ आज हामीले पढ्नेछौँ है। म सँगसँगै लेख्नु होला। सुरुमा आ, या, अ, य। आ, या, अ, य को पछाडि प्लस इ, 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 इ गर्दिनु होला। आ को पछाडि इ, यो पनि सिंगल हो, यो पनि सिंगल हो, यो नि सिंगल, यो नि सिंगल, यो नि सिंगल, यो सबलाई सिंगल सिंगल जोडेरै मिक्स बनाउँछौँ है। अब यो आ र इ बाट आउने भोवेल साउन्ड हो ए है। जोड्नको लागि एकदम रेडी हुनुहोस्। सुरुमा आ लेख्नुहोस्। अब इ लाई चाहिँ टक्कै सर जोडिदिनुहोस् एज जस्तो। यो एज जस्तो भोवेल साउन्ड चाहिँ के हो त? ए हो। आ र इ बाट के बन्द रहेछ? ए ए ए ए। यसै गरेर मैले जसरी लेखेको छु त्यसै गरी लेख्नु होला है। त्यसपछि या र इ, या र इ बाट बन्ने भोवेल साउन्ड पनि ए नै हो ल। सुरुमा या लेख्नुहोस् अनि इ, यो पनि के हो? ए ए ए ए। अब कति सरहरूले यो वाला ए पनि लेखाइदिनुहुन्छ, यो चाहिँ पछि कारण छ, म तपाईँहरूलाई भन्नेछु है। त्यसपछि अ प्लस इ, इ लाई पनि पछाडि राखिदिने, यो पनि भोवेल साउन्ड ए नै हो है। हुन त यो वाला ए भन्दा नि फरक पर्दैन, तर चारवटाको लागि बुझ्नको लागि चाहिँ अहिले हामीले यो चारवटाबाट आउने चाहिँ ए भनिदिनु पर्यो कि ए ए ए। यसै गरी लेख्नु होला। र अब यसँग पनि प्लस हाल्ने के गरेछौँ? इ। य र इ बाट भन्ने साउन्ड पनि के हो त? भोवेल साउन्ड ए नै हो। य प्लस इ ए ए ए। बोल्दै गर्नु होला। त आ, या, अ, य को पछाडि इ इ इ इ जोडेपछि कुन साउन्ड निक्लिन्छ? भोवेल साउन्ड ए है। हुन त यो वाला ए, यो फेरि यो वाला ए हुनुपर्ने एउटै हो है, केही फरक पर्दैन। चारवटालाई के भन्ने? ए ए ए ए भन्नुहोस् त। ल गुड। अब ओ प्लस आ गर्नुहोस्। ओ र आ बाट आउने भोवेल साउन्ड हो वा। तपाईँको लाइन यस्तो छ हैन त भने सुरुमा ओ लाई लेख्नुहोस् यसरी तल। म सँगसँगै जानु होला है। अब यो आ लाई चाहिँ पछाडिपट्टि वा वा। ओ र आ बाट आउने भोवेल साउन्ड वा वा वा। यसै गरी लेखिदिनु होला। त्यसपछि फेरि ओ प्लस यो एच वाला ए ल्याउनु ल। ओ प्लस ए भयो भने चाहिँ यसको भोवेल साउन्ड हुन्छ वे वे। सुरुमा ओ लाई लेख्नुहोस् यसै गरी, अनि यो एच वाला ए लाई चाहिँ यसरी माथिबाट ल्याउनु ल। वे। यो नि त नेपालीमा वे यस्तो हुन्छ नि, कोरियनमा त वे यस्तो रहेछ है। हुन त यो के हो? ओ बाट यो आ र इ मिलाएर बनाएको एचबाट बन्यो हो नि त हैन। वे वे वे। यसै गरेर 4-5 वटा लेखिदिनु। त्यसपछि फेरि ओ प्लस इ, यो ओ र इ बाट आउने भोवेल साउन्ड पनि वे नै हो है। सुरुमा ओ लाई लेख्नुहोस् अलि सानो, इ लाई चाहिँ अब माथिबाट जोडिदिनु।
यो ओ र ई बाट आउने भोवेल साउन्ड पनि वे 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 यसै गरी लेख्नु होला चारवटा के रहेछ ए ए ए ए ए अनि वा वे वे वा वे वे है यो तीनटालाई एकैचोटि उच्चारण गर्नुपर्छ अब उ प्लस गर्नुस् उसँग अ ओलाई के दियौ हामीले आ अब उलाई चाहिँ अ दिन्छौं के उ र अबाट बन्ने भोवेल साउन्ड हो पहिला ओ भन्ने हो त होइन व है यो ओ हो तर ओ नभनेर यसलाई कोरियनमा चाहिँ व भनिन्छ व लेख्नको लागि चाहिँ सुरुमा उ लेख्नुस् र यहाँ अ छ नि यो डन्डी छ नि यसलाई चाहिँ यसको तलपट्टि यो भागको यसरी तल लेख्नुपर्छ है यसो गरेर यसो गर्ने यो गरेर यो बराबर राख्न पाइदैन गुड अब एकैचोटि फेरि सुरुमा उ र यो अलाई माथिबाट व व व मैले जस्तै लेख्दै जानु होला र फेरि अब यो ओ सँग हामीले के गरेका थियौं आ ओ सँग एच वाला ए उ सँग अ भने फेरि अब उ प्लस गर्नुस् उ सँग चाहिँ यो अ वाला ए ल्याउँछ है अ वाला ए र उ र ए बाट बन्ने भोवेल साउन्ड पनि वे नै हो वे है सेम यो माथिको सार्दिनुस् सार्नुभयो र अब यो ई लाई चाहिँ के गर्ने पछाडी जोड्दिने यो चाहिँ के हुँदो रहेछ वे 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 बोल्दै फेरि अब ओ सँग हामीले कुन भोवेल साउन्ड जोड्यौं ई ओ र ई मिलाएर नि वे बनाऊ के न भने उ प्लस ई गर्छौं सँगै गर्नु होला अब उ र ई बाट आउने भोवेल साउन्ड हो उई उई अब सुरुमा उलाई लेख्नुस् अनि ई लाई चाहिँ अलिकति माथिबाट है उई 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 यसरी लेख्नु होला र अब फेरि उ अब यो वाला उ गर्नु होला यो वाला उ प्लस ई यो चाहिँ उ ई अब उ ई नभनेर यसलाई चाहिँ उई उई भनेर उच्चारण गरिन्छ सँगसँगै लेख्नुस् सुरुमा उलाई लेख्नुस् अनि इलाई माथिबाट ट्याक्क सिधा ल्याएर है फेरि उल्टो याल जस्तो देखिन्छ उल्टो याल भनेर ट्विटी हान्दिनु होला यस्तो गर्न मिल्दैन सुरुमा यो उ अनि ई उई 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 यसरी है सुरुमा चारवटा के रहेछ चिन्ने तरिका ए अनि यो वा वे वे अनि यो व वे उई उई एकचोटि मसँगै भन्नु होला ए ए ए ए ए ए ए ए वा वे वे तीनटा आउनुपर्छ है वा वे वे ए ए ए ए वा वे वे अब यो चारवटा एकचोटि व व ओ ओ भन्नु भएको छ है तपाईले ओ हैन व हुन्छ ल व व वे उई उई अहिले चिन्हको लागि चाहिँ चारवटा ए वा वे वे व वे उई उई यसरी भन्न सक्नुहुन्छ र तपाईले जानिसकेपछि जहिले नि यही तरिकाले लेख्नु पर्यो है यो त मैले फर्म्याट दिएको तपाईहरुलाई अब यो वा बन्नको लागि चाहिँ के चाहिँदो रहेछ ओ र आ चाहिँदो रहेछ भनेर फर्म्याट दिए हो है एकचोटि फेरि सुन्नुस् ए ए ए ए वा वे वे व वे उई उई यो चारवटा एकैचोटि भन्नुपर्छ है व वे उई उई व वे उई उई व वे उई उई ल यसै गरी मजाले कोरियन भाषा सिक्नको लागि चाहिँ विवश सर च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला र जो कोरियन भाषा सिक्न चाहनुहुन्छ आफ्नो साथी भाइ आफन्त अनलाइन मार्फत चाहिँ हैन उहाँहरुलाई चाहिँ यो भिडियो शेयर गर्न नभुल्नु होला लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला र तपाईहरुलाई कुन भिडियो चाहिएको छ कस्तो सम्बन्धी के सम्बन्धी चाहिएको छ त्यो सम्बन्धी भिडियो चाहिन्छ भनेर कमेन्ट पनि गर्न सक्नुहुनेछ खामसाहम्निदा